think they're going to Zimbabwe? नमस्कार, नेपाली क्रिकेट खबरमा तपाईलाई स्वागत छ। नेपालले 2027 ओडिआई वर्ल्ड कप खेल्ने सम्भावना कति छ? आज हामी यही विषयमा कुरा गर्नेछौँ। धेरैले अहिले आइसिसी लिग 2 को टप 4 को कुरा गरिरहनु भएको छ, तर नेपाल टप 4 मा परेन भने के विश्वकपको सपना त्यही सकिन्छ? उत्तर हो, सकिँदैन। आजको भिडियोमा हामी नेपाल विश्वकपसम्म पुग्ने दुवैवटा बाटोको बारे कुरा गर्नेछौँ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिलो लक्ष्य टप 4। सबैभन्दा पहिलो यो क्रिकेट वर्ल्ड कप लिग 2 को अङ्कल तालिका हेरौँ। नेपालको पहिलो लक्ष्य भनेको वर्ल्ड कप खेल्नुभन्दा पनि पहिले वर्ल्ड कप क्वालिफायरमा पुग्नु हो। अहिलेलाई विश्वकपको कुरा धेरै टाढा भयो, किनकि पहिला हामी टप 4 मा पुग्नै पर्छ। तर यदि नेपाल टप 4 मा पर्न सकेन भने पनि अर्को एउटा बाटो भने अझै बाँकी रहनेछ, त्यो हो क्वालिफायर प्लेअफ। त्यसको बारेमा हामी भिडियोको अन्तिमतिर चर्चा गर्नेछौँ। अब कुरा गरौँ नेपाल टप 4 मा कसरी पुग्न सक्छ। लिग 2 मा हरेक टोलीले 36 वटा खेल खेल्नेछ। अन्तिम यानि कि टप 4 टोली सिधै 2027 को क्रिकेट वर्ल्ड कप क्वालिफायरमा पुग्छन् भने बाँकी 4 टोली भने क्वालिफायर प्लेअफमा झर्छन्। त्यसबाट पनि टप 4 मा परे वर्ल्ड कप क्वालिफायरमा पुग्ने अर्को मौका हुन्छ। पहिला सिधा बाटोको हिसाब गरौँ। नेपाललाई कति खेल जित्नुपर्छ त? अहिले नेपालले 28 खेल खेलिसकेको छ र अझै 8 खेल बाँकी छन्, अर्थात् नेपालसँग अझै 16 अङ्क जित्ने अवसर छ। नेपालका मुख्य प्रतिस्पर्धी भनेको ओमान र नेदरल्यान्ड हुन्। यी दुई टोली नेपालभन्दा अङ्कमा लगभग 7 अङ्क जति अगाडि छन्। तर यदि नेपाल टप 4 मा पुग्ने हो भने मेरो विचारमा बाँकी 8 खेलमध्ये कम्तीमा 6 खेल जित्नै पर्ने देखिन्छ। अब हेरौँ ती खेल कोसँग छ, कहाँ हुँदैछ र कहिलेदेखि हुँदैछ। बाँकी 2 सिरिज। नेपालको लिग 2 मा अब 2 वटा सिरिज मात्र बाँकी छन्, यानि कि कुल 8 खेल। पहिलो सिरिज श्रावण 5 गतेदेखि नेदरल्यान्डमा हुँदैछ भने यसमा नेपालले 2 खेल नेदरल्यान्डसँग र 2 खेल नाम्बिबियासँग खेल्नेछन्। यो सिरिज नेपालको लागि सजिलो भने छैन, तर यदि यहाँबाट कम्तीमा 2 जित मात्र निकाल्न सके पनि नेपालको टप 4 को आशा बलियो रहनेछ। त्यसपछि दोस्रो तथा अन्तिम सिरिज अक्टोबर महिनामा ओमानमा हुनेछ। यसमा नेपालले 2 खेल ओमानसँग र 2 खेल क्यानाडासँग खेल्नेछ। मेरो विचारमा यही सिरिजले नेपाल क्रिकेटको भविष्य निर्धारण गर्नेछ। यदि नेपालले यहाँबाट 4 वटै खेल जित्न सक्यो भने टप 4 मा पुग्ने सम्भावना निकै बलियो बन्न सक्छ। टप 4 मा पुगेपछि के हुन्छ? यदि नेपाल टप 4 मा पुग्यो भने नेपाल सिधै 2027 क्रिकेट वर्ल्ड कप क्वालिफायरमा पुग्नेछ। तर त्यसभन्दा पनि पहिला एउटा महत्त्वपूर्ण कुरा, यदि टप 4 मा परेन भने धेरैलाई लाग्छ टप 4 मा परेन भने सबै सकियो, तर त्यसो होइन। यदि नेपाल टप 4 मा पर्न सकेन भने नेपाल क्वालिफायर प्लेअफमा जानेछ। त्यहाँ विभिन्न क्षेत्रीय प्रतियोगिताबाट आएका टोलीहरूसँग खेल्नेछ र त्यहाँबाट पनि टप 4 मा पर्न सके नेपाल फेरि पनि वर्ल्ड कप क्वालिफायरमा पुग्नेछ। अर्थात् बाटो अलि लामो हुन्छ, तर गन्तव्य उही वर्ल्ड कप क्वालिफायर नै हो। त्यसैले अहिलेसम्म नेपालको विश्वकप सपना समाप्त भइसकेको छैन। वर्ल्ड कप क्वालिफायरमा को हुन सक्छन् त? अब मानौँ नेपाल वर्ल्ड कप क्वालिफायरमा पुग्यो, त्यसपछि सम्भावित रूपमा नेपालले यी टोलीहरूसँग खेल्नुपर्ने हुनसक्छ। आयरल्यान्ड, वेस्ट इन्डिज, युनाइटेड स्टेट्स, स्कटल्यान्ड, नेदरल्यान्ड, नेपाल, जर्सी, कुवेत, उगान्डा र इटाली। किनकि जिम्बाब्वे र साउथ अफ्रिका आयोजक राष्ट्र भएकाले सिधै विश्वकपमा पुगिसकेका छन्। त्यसैले वर्ल्ड कप क्वालिफायरमा सम्भवतः वेस्ट इन्डिज र आयरल्यान्ड जस्ता बलियो टोली देखिन सक्छन्। अन्तिम लक्ष्य ओडिआई वर्ल्ड कप। यी 10 टोलीमध्ये टप 4 टोलीले 2027 ओडिआई वर्ल्ड कप खेल्नेछन्। त्यही विश्वकप जहाँ नेपाल अहिलेसम्म कहिल्यै पुगेको छैन र जुन विश्वकप खेल्नु हरेक एसोसिएट राष्ट्रको सबैभन्दा ठुलो सपना हो। यदि नेपाल यहाँबाट टप 4 मा पर्न सके भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड जस्ता विश्वकै उत्कृष्ट टोलीसँग 50 ओभर फर्मेटमा यानि कि ओडिआई वर्ल्ड कप खेलिरहेको देख्न सक्छौँ। मेरो विचारमा यदि यो सम्भावित समूह बन्यो भने यसबाट आयरल्यान्ड, वेस्ट इन्डिज, नेपाल र नेदरल्यान्डले ओडिआई वर्ल्ड कपमा स्थान बनाउन सक्छन्। तर हामीले अरूलाई पनि कम हाँक्न चाहिँ हुँदैन। तपाईँलाई के लाग्छ, नेपाल वर्ल्ड कपमा पुग्ला र बाँकी 8 खेलमध्ये नेपालले कति खेल जित्ला? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सिनुहोला र यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। जय नेपाल, जय नेपाली क्रिकेट।